आदरणीय श्रोताबिनहरू, आज 2081 साल 8 महिना 5 गते बुधबारको दिनको राशिफल लिएर म तपाईहरु समक्ष आइसकेको छु। म ज्योतिष अजित परियार, सबैलाई मेरो प्रणाम। यसै गरी चाहिँ हामी चाहिँ आज चाहिँ 2081 साल 8 महिना 5 गतेको मंगलबारको दिनको बुधबारको दिनको राशिफल लिएर आइसक्यो। कस्तो बिर्सेर आयो। अनि यसै गरी हामी चाहिँ बुधबारको राशिफल लिएर आइरहेका छौं र राशि जुन राशि पर्ने गुठेनीहरुको लागि उहाँहरुलाई चाहिँ एकदमै उहाँहरुको चाहिँ दिनचर्या कस्तो छ, शुभ लाभ केमा होला भन्ने तरिकाले आइरहेका छौं। त्यसैगरी फेरि पनि म ज्योतिष अजित परियारबाट हजुरहरुलाई प्रणाम गर्दैछु। त्यसैगरी चाहिँ हाम्रो कार्यक्रम सुरु गरौँ। सुरुमा रहेको छ मेष राशि। मेष राशि हुनेहरुलाई चाहिँ उहाँहरुलाई चाहिँ आजको दिन चाहिँ एकदमै कठिनाइ उपलब्ध भन्ने जानकारी मिलेको छ र उहाँहरुलाई चाहिँ घरबाट निस्किने बेलामा चाहिँ 12:45 को समयमा चाहिँ बाहिर निस्किनु हुन अति उपयोग रहेको छ र उहाँहरुलाई चाहिँ फलाम तथा भैँसी पालन गाई पालनले उहाँहरुलाई चाहिँ नखामी जस्तो देखिरहेको छ र उहाँहरु जुन चाहिँ मेष राशि भन्ने हुनुहुन्छ उहाँहरुले चाहिँ प्रायःले टोयलेट गरेर चाहिँ हात धुनुहुन्न भन्ने पनि खबर आइरहेको छ र यसै गरी रहेको छ अर्को तुला राशि। तुला राशि हुनेहरुको चाहिँ आजको दिन चाहिँ 1:50 को समयमा के कार्य गर्नु छ भने शुभ कार्य गर्न चाहिँ एकदमै महत्त्वपूर्ण अत्यन्त राम्रो चाहिँ समय रहेको छ। उहाँहरुको चाहिँ राशिफलले चाहिँ जनाएको कुराहरु चाहिँ यही छ र अर्को रहेको छ कर्कट राशि। कर्कट राशि हुनेहरुलाई चाहिँ आफ्नैबाट पनि गाड हान्न सक्ने सम्भावना रहेको छ र कर्कट राशि हुनेहरुलाई चाहिँ एकदमै गाह्रो अवस्था हुने रहेको छ। फेरि बिर्सेमा अनि सबै कुराहरु त्यस्तै भन्दा कर्कट राशि हुनेहरुलाई चाहिँ उहाँहरुको चाहिँ अथुल पुथुल हुने मन। अनि हजुर अब मेष कर्कट राशि हुनेहरुलाई चाहिँ प्राय जसो गोट्टा जम्ने चाहिँ संकेत आएको छ र गोट्टा जम्ने हुँदा चाहिँ उहाँहरुले पानी खाएर केरा खाएर चाहिँ छेरपाटे जसरी निकाल्नु पर्नुमा हार्दिक अनुरोध गर्दछु। र यसरी रहेको छ अर्को मीन राशि। मीन राशि हुनेहरुको लागि चाहिँ उहाँहरुले चाहिँ बिहान उठेर चाहिँ 7:35 को समयमा चाहिँ टोयलेट जान चाहिँ अति उपयोग रहेको छ र उहाँहरुले चाहिँ 7:35 एकचोटि तलमाथि भयो भने चाहिँ उहाँहरुको चाहिँ सधैँभरि गोट्टा जम्ने चाहिँ जनाएको छ। यसै गरी अर्को राखेको छ धनुष राशि। धनुष राशि भन्नाले चाहिँ धनुष राशिको चाहिँ के छ त नि भन्दाखेरि उहाँहरुले चाहिँ आजको दिन चाहिँ बिहानबाट बेलुकासम्म चाहिँ चप्पल लाउन नमिल्ने रहेको छ। उहाँहरुले चाहिँ चप्पल नलाउनुको अर्थ चाहिँ धनुष राशि हुनेहरुले चाहिँ हिजोको दिनमा चाहिँ आफ्नै नाक खोटाएर हात खिलाएर बस्ने, जुम्रा हातमा खेलाउने, त्यसपछि भैँसीको किर्ना देख्न नसक्ने, अत्यादि भएर माटे लाग्ने गरी हुन गइरहेको छ। यसै गरी अर्को रहेको छ हुन्छ। अहिलेलाई चाहिँ म ज्योतिष अजित हजुरबाट ओझेल परे।